गंगा नगरपालिका वडा नम्बर चिसापानीमा छु। यो दृश्य तपाईले यहाँबाट देख्न सक्नुहुन्छ। अस्तिदेखि पानी परिरहेको छ गाउँघरमा। किन भन्नुहुन्छ भने यति बेला गाउँघरको बसाइ निकै नै रमाइलो भन्दा पनि दुःखद छ। किन भन्नुहुन्छ भने यता दृश्य देख्न सक्नुहुन्छ। भर्खर बर्खा पानीमा दिनरात भोकै काम गरिरहेर अब स्याहार्ने बेलामा चाहिँ यस्तो मौसम बनेको छ। किन भन्नुहुन्छ भने अब पहिले पाकेको धान काटिसकेपछि पानीले गर्दाखेरि कतिपय ठाउँमा धान उठाइएको छ भने कतिपय ठाउँमा काट्न बाँकी छ। कति काटेर राखेको पनि यो दृश्य यहाँबाट तपाईले देख्न सक्नुहुन्छ। यसरी पहिला स्याहारेको धान चाहिँ यसको पराल भिज्ला भनेर तिरपालले यसको खराई ढाकेर राख्ने अवस्था बनेको छ। किन भन्नुहुन्छ भने अब पाकेर अब स्याहार्ने बेलामा चाहिँ मौसमले यस्तो गरिसकेपछि किसानहरूलाई निकै नै दुःख भएको छ। दिनभरि बाँदरलाई जोगाउनु पर्छ, कताबाट खान्छ बाँदरले भनेर दिनभरि बाँदर हेर्नुपर्छ भने रातिमा चाहिँ बँदरले सताएको छ। रातिमा बँदरले आएर त्यति मात्र नखाए पनि मार्ने कार्यक्रम भएकाले रातिमा पनि दुःख छ किसानहरूलाई। गाउँघरको बसाइ निकै नै कठिन अवस्थामा छ। अहिले चाहिँ साउन लागे जस्तो भयो। हेर्दा हेर्दै यता देख्न सक्नुहुन्छ कुहिरो पनि लागिसकेको छ र प्यार पानी परेको छ। आज 3 दिन भइसक्यो यो पानी पर्न लागेको। यति राम्रो धान छ, स्याहार्ने बेलामा चाहिँ यस्तो अवस्था छ यो धानको। यो दृश्य तपाईले यहाँबाट देख्न सक्नुहुन्छ। यति बेला चाहिँ गाउँघरको बसाइ निकै नै नरमाइलो भए तापनि दुःख छ किसानहरूलाई। किन भन्दाखेरि राम्रोसँग पाकेको धान राम्रोसँग भित्र राख्ने बेलामा मौसमले यस्तो गरिसकेपछि किसानहरूलाई चाहिँ निकै नै दुःख परेको छ। सबैलाई दुःख हुन्छ नै यस्तो बेलामा।